गाइस कस्तो हुन्छ सबैलाई सन्चै सुबिस्तै अनि आजको नयाँ ब्लग लिएर आएको छु। आजको दसैँ ह्याप्पी दसैँ सबैलाई। अनि अहिले सबै घरमा आइपुग्नु भयो। हिजो नै भाइहरू आमा बाउ सबैजना बुहारीहरू आमा बाउ यहाँ बसिराख्नु हुँदैछ। आज दसैँ तिहार दसैँको बेला अनि चलो आजको ब्लग सुरु गरौँ दसैँको। मेरो भाइ यो मेरो बुहारी अनि दुईजना पलि यहाँ छन् नाङ्गु पाङ्गु। तैँले आउनु रहेछ र त जय सानो माछा पाइँदैछ भयो। खाम सोचेको लेकिन अहिले खानु हुँदैन किनकि अहिले आमा बाउको गोडा धुनु छ। त्यसै लागि खाली पेट मासु गोडा सोडा धोए पछाडि खानु पर्यो भात। लाठी भए पनि गाडी भए पनि बौलाई भए पनि तेरै आबा यो जेठी बुहारी यो कान्छी बुहारी नाति पुरा फ्ल्याटे कान्छा नाति अहिले हुँदैन अरे अनि हाम्रो चाहिँ कहिले खाने? अनि हाम्रो चाहिँ दुईजना त पुरा किचनतिर लाग्न थालेको थियो चिज चिज खानको लागि होला। त्यो पत्ता नि हुँदैन हाम्रो हाम्रो कति खाने हाम्रो हाम्रो त खानै बिर्सेछन् क्या हो खानै बिर्सेछन् भाइ यता आइज ओ भाइ त्यो हुन्छ बस तर्यो मजाले खानु पानी भन्नु त थाहा छैन अब के भन्नु हैन। यो भाइ बुहारी मेरो ठिकै छ नि सबैजना मिलिजुली बस्नुपर्छ। सानो फ्यामिली छौँ हामीहरू। अनि टिका सिका रेडी गरियो पिताले। अहिले लेकिन कलर लगाएको छैन त अहिले कलर लगाउनु हुन्छ। अनि पिताले चढाउनु भयो तुलसी गाछतिर अनि रेडी गर्नु हुँदैछ बाउले। रेडी हुँदैछ। केटाकेटी हौ रेडी हुँदैनौ? रेडी हौ भयो समय टिका लगाउने। नयाँ घरमा फास्ट दसैँ छ हामीहरूको।
संजू भी आओ, संजू भी सामने आओ। पढ़ाई लिखो अच्छे से करो, टैलेंट बनो, माँ पिताजी का, बाप मम्मी का नाम रोशन करो। सब पूछने से किसका बेटा है और किसका नाती है, इसका है बोले से सब गर्व करो। हाँ, ऐसे दिमाग अच्छा हो तो नहीं लगा। व्हाट्सएप में जूम करने से फट जाता है। व्हाट्सएप में फाड़ते क्या हो? व्हाट्सएप में डॉक्यूमेंट बना के भेजा। ठीक ठीक, डॉक्यूमेंट हमने हमको हम भाई बोल रहे ये सब फोटो उठा एक साथ ले लेगा। भाई भैया मिलके रहो। फाइनली टिका सिका लगाइसक्यो, हामीले सबैजना फोटो सोटो सुट गरिसक्यौँ पिता यहाँ अनि अब ससुरालीतिर जाने हो। यहाँ छन् सबैजना टिका विका लगाएर है। बुहारी मेरो बुढी बुहारी पुरा केपी भाइ मनाइ हामीहरू सबैजना टिका सिका अब ससुरालीतिर जाने नि, अब जाने हो। अब आमा त सुतिराख्नु हुँदैछ त हुन्छ गाइस हिँडौँ। अब ससुराली हिँडेको गाइस, अब ससुरालीमा जानु पर्यो टिका लगाउन। त म दादा छोरा भाइ अनि बुहारी र बुढी उहाँ अगाडि गएको छन् कुखुरा लिनुको लागि। कसैले लिएर जानु पर्यो नि त होइन गाइस। चल एक दुकान सिकान सामान लिएर जानु पर्यो गाइस। टमटम भेट्यो गाइस, अब टमटममा उठ्नु पर्यो, अगाडि जानु पर्यो। चलो टमटममा बस्नु पर्यो। खराब पनि भइरहेको छ। आइपुग्यो गाइस ससुराली। यहाँदेखि अलिकति हिँडेर जानु छ। अनि आइपुग्यौँ ससुराली। अहिले उहाँ छ, त्यहाँ जाँदैछौँ। गाइस हामीहरू सबैजना आयौँ, दाजुभाइ छोराहरू बुहारी बुढी। गाइस मजाले आइपुग्यो। अब मेरो साला टिका सिका लगाइसकेका छन्। नमस्ते। सामान बेसी भारी भयो कि बाउ हुनुहुन्छ, बजुरा बाउ, आमा हुनुहुन्छ, बहिनी। मेरो पापालाई ढक्नु हुँदैछ। सोल्टीलाई म धुइदिन्छु आउनु। दुईजना एउटै लुगा लगाएर बस्छन् घरमा, कन्फ्युज भयो। बारिश आयो है, राम्रो ठन्डा मौसम। होइन भइगयो। देखिए गाइस गाइस हाम्रो नियम भन्दाखेरि बहुत रहेछ हौ नेपालीको। अझै एक सप्ताह तक चल्छ। अहिले हाम्रो पुर्ने त के हो? पुर्ने त चल्छ के थाहा आशीर्वाद त अगाडि बढाएर झन् राम्रो होइन। अनि अहिले टिका सिकाको व्यवस्था हुँदैछ यहाँ। अरे यो घर एकदम नयाँ घर बनाएको छन्, बढिया। टिका सुरु हुँदैछ गाइस। भाउ पाहुनाहरू पनि आइसक्यो।
पैसा भाग्यो हुन्छ अरे त्यो मेरो भाइ बुहारी हो बाउले लगाइदिनु हुँदैछ बुहारी कान्छी बुहारी ठुलो छोरा र कान्छा छोरा Zoom गर्न नलिनु अझै गर्न सर्ट बोकायो दे बिरला आकाको बस्तु नरे म त छ है यसै छेलो छेलो जान्छ के बिजनेस अच्छा नहीं हुआ है बोल रहा है कम कमाइ भयो बोल इस बार बिजनेस डूब गया है सानो माछा बोकेर हामीहरू हाम्रो टिकाको दिनमा त घरमा पाहुना पातहरू आफ्नो मान्छेहरू हुन्छन् टिका उका लगाउनु यही हामीहरूको भाइदुज र दसैँ यही हो मेन त गाइस हामीले टिका उका लगाइसक्यौँ अब ससुरालीमा आएर यो मेरो कान्छा साला एकदम टिका सिका लगाएको अनि आजको ब्लग कस्तो लाग्यो अब त हामीहरू अब खाइपे गर्छौँ अब त्यो खाइपे गर्छु के देखाउँ होइन अब अब कस्तो लाग्यो आजको ब्लग राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला त आजको लागि यति नै हो ओके बाई